खाली जितपुरकै मात्र काट्नको लागि मेयर साहब बस्नुपर्छ बजेट किन काट्नु भयो? व्यवस्थापन त्यही बेला हुन्थ्यो नि। आज काटेर नभएर यो व्यवस्थापन यहाँ अझ अल्झेको। यो सबै कर्ता धर्तामा मेयर साहब हुनुहुन्छ। हामीले उसले आन्दोलन गरे, हामीले आपत्ति छैन। त्यो आफ्नो निकायले खोजे ठिक छ, कसैले बिहारी बन्न पाइँदैन। हामी बिहारी होइन, हामी पनि नेपालकै हौँ। नेपाल सरकारले नागरिकता दिएको छ हामीलाई। अब यो जाम त मैले त गराएको होइन नि कि तपाईँले त्यो पनि लेख्नु होला। यो पनि पक्षधर होला नि त एउटा लेख्ने जय सुनिल गुप्ताले गरायो भनेर। हिजोको जाम पनि लेखेको होला सुनिल गुप्ताले गरायो। मैले कुनैमा मेरो कुनै हात छैन। नगरपालिकाले व्यवस्थित गरेर दियो भने हामीहरू आफै हट्दैनौँ। जहाँ व्यवस्थित गरेर दियो भने आगो लगाएर मात्र पछाडि हटिदिने उहाँको नीति नै हो। पटक पटक उहाँले गरेकै कामै हो। उहाँ अहिले पनि यहाँ हुनु न, बाहिर काठमाडौँ बस्नु भएको छ। कहाँ बस्नु भएको छ? एउटा प्रेस विज्ञप्ति ल्याएर कहाँबाट साइन गरेर ल्याएर हालिदिनु भयो। उहाँको नीति यही छ। यो जितपुरमा समग्र व्यापारीसँग बस्नु पऱ्यो नि। आएर बसेर कसको गुनासो छ, के छ, यो फुटपाथ व्यापारीसँग बस्नु पर्थ्यो। आउनुहोस् बस्नुहोस्, के छ गुनासो सुन्नु पर्थ्यो नि। जनताले जिताएर बनाएको हो नि मेयर बनाएको उहाँले। सुनिलजी, जस्तै कि फुटपाथ व्यवसाय खाली हुनुपर्छ, सडक खाली हुनुपर्छ भने तपाईँ मानसिकता के छ? तपाईँको विषयमा क्लियर मानसिकता के छ? हुनुपर्छ कि पर्दैन भनेको मैले हाम्रो रञ्जन भाइले प्रश्न बोलेको कुरा अघि नै बोलेको के भनेको मैले पहिला व्यवस्थापन हुनु पर्यो। कस्तो व्यवस्थापन कहाँ गर्नु, के गर्नु? कस्तो व्यवस्थापन जहाँ कहाँ यो व्यापारीहरूलाई पुरै व्यापारीहरूले राख्ने स्थायी ठाउँ दिने, किनकि यो उन्मुख व्यापारी हो। दिनकै कमाउने दिनकै खाने व्यापारीहरू हुनु। भोलि यो पसल हटाइदियो भने उहाँ घरमा त्यो बच्चाहरूले खाने त्यो खाना हुँदैन, चामल हुँदैन, दाल हुँदैन। तर यहीँबाट कमाउने, यहीँबाट खाने उहाँहरूले व्यवस्थापन गर्नु पर्यो। योभन्दा पहिला पनि 70 लाख रुपियाँ तपाईँको बजेट सिलिङबाट हेर्नुहोस्, 70 लाख रुपियाँ बजेट छुट्याएको थियो व्यवस्थापन गर्नलाई। तर किन भइएन? यसको पनि कारण त आउनु पऱ्यो नि मेयर साहबले, किन गर्नु भएन भनेर। त्यसमा धेरै कुराहरू छन् जुन मेयर साहबले यो जनता बिचमा। म यहाँको अभिभावक हो, यो मेरो पनि जिम्मेवारी हो। तर मलाई जानकारी भइरहँदाको मात्र कुरा। म भगवान होइन। भगवानले त माग्दाखेरि जा गएर मान्छेले मुख खोलेर माग्छ, यो चाहियो भगवान मलाई दिनु होला। मलाई पनि त जानकारी हुनु पऱ्यो नि त्यो विषयमा। आज जानकारी भयो। यो व्यापारीहरूलाई कसैले पारीका रसोल पारीका मधेसी एउटा छ नि, त्यो एउटा हेप्ने प्रविधि जुन देखियो उहाँहरूमा, जुन दुर्व्यवहार जुन शब्द युज गरियो त्यो सरासर गलत हो। जसले पनि गरेछ यो शब्द युज गरेछ आएर सम्पूर्ण व्यापारीसँग माफी माग्नुपर्छ। यो पक्षमा म छु। यो त बसाएर वडा कार्यालयमा बसाएर पनि माफी माग्न सक्नुहुन्छ नि। भर्खर त मलाई कहाँ थाहा छ त? अब यो जाम त मैले त गराएको होइन नि कि तपाईँले त्यो पनि लेख्नु होला। यो पनि पक्षधर होला नि त एउटा लेख्ने जय सुनिल गुप्ताले गरायो भनेर। हिजोको जाम पनि लेखेको होला सुनिल गुप्ताले गरायो। मैले कुनैमा मेरो कुनै हात छैन। म व्यापारीको साथमा छु, सबै व्यापारीको हात साथमा छु। यहाँ मैले त्यो सटरको पनि व्यापारी मेरो, यो फुटपाथको पनि व्यापारी मेरो। तर यहाँ कोही बिहारी होइन, यो मधेसी समुदाय हो। त्यो बिहारी भनेर मधेसी समुदायले बिहारी भन्ने चलन छ। त्यो जो कोही होस्, म क्लियर निर्देशन दिन्छु, त्यो जो कोही होस् मधेसीलाई बिहारी भन्ने परिपाटी चाहिँ हटाइदिउँ। यो भोलिको दिनको लागि ठुलो घात हुन्छ। म यही मञ्चबाट, यही सडकबाट म जसले भनेछ त्यसले म खुल्लै भन्न चाहन्छु, यो सुधार्नुहोस् तपाईँले। यो गलत तपाईँहरूले बोलिराख्नुपर्छ। हामी मधेसी फेस हुँदाखेरि हामी बिहारी हुने? म पनि मधेसी हो, म पनि बिहारी होइन नि त। म यहाँबाट निर्वाचित वडा अध्यक्ष हुँ। तपाईँले यो शब्दलाई तपाईँहरूले माफी माग्नुपर्छ, क्षमा याचना गर्नुपर्छ। यो आइन्दा नहोस् भनेर तपाईँले मनन गर्नुपर्छ। जसले भनेछ यसमा राख्नुपर्छ। यो तपाईँले यो जोरदार हामीले यो सडकबाट माग गरेछ। उहाँले पुरै बाटोमा त्यो आफ्नो त्यो नगर प्रहरी खटाएर पेट्रोल छर्किनु भयो। पहिला यो छर्किने काम त मेयर साहबको हो नि। नगर प्रहरी जब उहाँको अन्तर्गत थिएन भने किन त्यो नगर प्रहरीले लगाएर उहाँलाई सूचना गर्नुभयो? यहाँ त के छ भने मैले भने नि, उहाँको नीति के छ भने फुट गर्ने राज गर्ने। उहाँको पार्टीगत एउटा दृष्टिकोण छ। उहाँ मेयर भनेको त्यो माओवादीको साझा मेयर होइन। उहाँको दृष्टिकोणै एउटा हुन्छ भने के पार्टीको लागि। उहाँले नगर प्रहरी खटाएर पुरै सूचना गर्ने। आज सूचना गरेर तपाईँले भनिराख्नुहोस् मेरो दायित्व अन्तर्गत दायित्व पर्दैन भनेर। पहिला थाहा थिएन उहाँलाई सबै जानकारी छ। तर उहाँको नीति नियम अर्कै छ। यो जितपुरको उहाँको भावना दृष्टिभावना अर्कै छ। उहाँले तुरन्तहरू तपाईँहरूले हेर्नुहोस् प्रष्ट देख्छ। दिन्छ पाउँदैन। श्रीमान पुलिस बारे जे भन्न पाइन्छ? दर्शक आजलाई बाटो फुटपाथमा छ।
आजौले आएर बिहारी भनिरहेछ त्यसलाई रोडमा बोलाउनु माफी मगाउनु पर्छ नत्र हामीहरू बाटो खोल्दैन। अनि फुटपाथ तपाईँहरू खाली गर्नुहुन्न त? खाली नगरपालिकाले व्यवस्थित गरेर दियो भने हामीहरू आफै हट्दैन। जहाँ व्यवस्थित गरेर दियो भने हामीहरू गइहाल्ने। सटर पनि त भाडामा लिएर व्यापार गर्न सक्नुहुन्छ नि त। सटरको क्षमता सबैको छैन नि। सटर कहाँ पाउँछ यता? सटर त लिन सबैमा फुटपाथवालालाई क्षमता छैन जे सटरमा लिएर व्यापार गर्न सक्छ। अनि सटर व्यवसायीहरूले तपाईँहरू लगानी चाहिँ 1000 लगाउने दैनिक 5000सम्म कमाउने तर पनि सटरको भाडा नतिर्ने भनेर आरोप लाग्छ त के छ यसमा वास्तविकता? तो हामीहरूको तो बजारको केही सामानै छैन। यहाँ रोडमा आएर हेर्नु न बजारको जुन मान्छे कपडा पसल छ या कपडा पसल छ फुटपाथमा फलफुल छ सानो सानो पसल छ। अब हेर्नुहोस् त्यहाँ कपडा पसल छ त्यहाँ त्यो कपडा पसल सेटरवाला लिएछ त्यो हट्यो भने सेटरमा गइहाल्छ। हामीहरू कहाँ जाने? तपाईँको नाम के छ? उमेश प्रसाद। हो अध्यक्षजी कसरी जाने चाहिँ मेयर साहबले नै अहिलेसम्म मलाई यो विषयमा लिएर कुनै समन्वय गर्नुभएको छैन। फोन गर्दाखेरि उल्टै मैले फोन गरेको छु पटक मेयर साहबले सूचना मैले सुन्नु बाहिर थियो। सुनेपछि मैले सूचनाको त मैले फोन गरेँ मेयर साहबले फोन उठाउनु भएन। उहाँ त अब यो जितपुरमा कहाँ बस्नुहुन्छ प्रायः त काठमाडौँ बस्नुहुन्छ त यहाँ त बस्नै हुन्न। नगरको पैसा छ जति पनि पैसा खर्च गर्नुपर्छ उहाँले पुँजीबाट दिनु परिरहेको छैन। मजाले नगरको पैसा खर्च गरेर बसेर काठमाडौँ बसिराख्नु भएको छ। अब यसमा के भएर पनि यो जुन छ फुटपाथमा यसले व्यवस्थापन गर्नु पऱ्यो। मेरो पनि भनाइ छ व्यापारीहरू पनि भनाइ छ यसले व्यवस्थापन गरौँ बसौँ सबैजना कहाँ व्यवस्थापन उचित हुन्छ यसले व्यवस्थापन गरेर हटाइदिउँ। म पनि यसमा राजी छु त। मैले हटाइदिएँ भन्दा पहिला हामी सबैले मिलेर त्यो पुरै फुटपाथ खाली गरेको त। तर जेएनजी आन्दोलनपछि मैले हेरेको यो जेएनजी आन्दोलनपछि यो देशमा धेरै कुरा परिवर्तन भएको। त्यो जेएनजीको सरकार बनेछ राज्यमा जेएनजीको फुटपाथ लागेछ। आज यो फुटपाथ पनि जेएनजीको फुटपाथ हो। जेएनजीको मागको फुटपाथ यो बजार हो यो जुन लागेछ तपाईँले हेरिराख्नु भएको छ। त्यो जेएनजीको सरकारमा जेएनजीको फुटपाथ लागेछ यसमा कुनै अक्षम कुरा त मलाई लागिरहेको छैन। तर यो गलत हो। यसलाई हामीले ठाउँमा व्यवस्थापन गरेर हटाउनुपर्छ। यसमा हटाउने पक्षमा हामी पनि छौँ तर प्राथमिकता के हो भने हटाउने सबभन्दा पहिला यसलाई व्यवस्थापन गरेर हटाउँ यसलाई। म पनि रेडी छु। मेयर साहब आउनुहोस् बसौँ सिडिओ साहबलाई बोलाउँ बाँकी निकायलाई बोलाउँ यसमा बसेर यसलाई हटाउने कुरा गरौँ। कहाँ व्यवस्थापन गर्ने कसरी गर्ने यसमा लगाउँ न। योभन्दा पनि पहिला हटाउँदाखेरि मेयर साहबले 70 लाख रुपियाँ राख्नुभएको थियो त्यहाँ विनियोजनका लागि यो व्यवस्थापन गर्नको लागि। तर त्यो बजेट चाहिँ काटियो। गुद्री बजारमा 1 करोड राख्नुभएको थियो माथि तलको व्यवस्थापनको लागि त्यो पनि पैसा काट्यो। खालि जितपुरकै मात्र काट्नको लागि मेयर साहब बस्नुपर्छ बजेट किन काट्नुभयो? व्यवस्थापन त्यही बेला हुन्थ्यो नि। आज काटेर नभएर यो व्यवस्थापन यहाँ आज अल्झेको। यो सबै कर्ता धर्तामा मेयर साहब हुनुहुन्छ। यो आन्दोलन गराउनेमा मेयर साहब हुनुहुन्छ। राजन पौडेलको मेन हात छ यसमा सबै गराउनलाई। मेयर साहबको यहाँ के छ भने यहाँ द्वन्द्व होस् फुट गरौँ राज गरौँ भन्ने एउटा उनका नीति छ। उहाँहरूको एउटा मैले कुरा गरेँ उहाँहरूसँग। उहाँहरू गर्दाखेरि उहाँले के भन्नुभयो भने हाम्रो एक सूत्रीय माग हामीलाई अपशब्द प्रयोग गरिएको छ हामीलाई बिहारी भनिएको छ होइन। तपाईँ यहाँको अभिभावक हो वडा अध्यक्ष हो यो समस्याको समाधान गर्ने जिम्मेवारी तपाईँको पनि हो के भन्न चाहनुहुन्छ?